गर्मी महिना लागे सँगसँगै साथीहरू हामी जस्तै गरेर राति राति कुल्फी खान चाहिँ को जाने हुन्छ होला कमेन्ट गर्नु होला है। हेलो साथीहरू, कति दिनपछि फेरि मेरो मिनी ब्लग आइसकेको छ। अनि सुरुमा मैले तपाईँहरूलाई बाख्रा देखाएँ। हाम्रो घरमा चाहिँ 11वटा जति बाख्रा छ साथीहरू, 8वटा जति माउ छ भने 3टा चाहिँ बच्चा छ। 8वटा बाख्रा छ साथीहरू हाम्रो घरमा, 8वटा माउ छुट्टै, बाहिर 3टा, 8, 9, 10, 11वटा बाख्रा छ हाम्रो। अनि साथीहरू भाइलाई पोजान भनेको त ठाडै पोच पो हाल्नु लाग्यो कि यार नै यार भन्दै। अनि म चाहिँ मेरो लुगा धुएको लुगाहरू झोलामा हाल्नु लाग्यो साथीहरू है। लुगा मिलाइसकेपछि साथीहरू हामी चाहिँ डुल्नुतिर गयौँ साथीहरू। नाइट वक कुल्फी खाने पनि जाने अनि डुलेर नै आउने भनेर हामी चाहिँ गएका थियौँ साथीहरू। अनि यहाँ चाहिँ छोटलाई हाई भन्नु भनेको त। अनि त्यसपछि साथीहरू हामी चाहिँ एक राउन्ड घुमेर अनि कुल्फी खाने ठाउँमा आयौँ। यो चाहिँ कस्मेटिक पसल जस्तै हो कि होइन, अलिक ठुलो बनाउनु भएको छ। सिजनले पाउँछ हेर्न सक्नुहुन्छ तिहारमा यो कुल। तर हामी सस्ता छौँ, हामी 10 रुपियाँ जाने कुल्फी खान्छौँ गाई। हामी सस्तावाला कुल्फी खान्छौँ। मान्छेको उमेर जति भयो नि दिल चाहिँ बचपनकै छ कि। फेरि अनि हामी चाहिँ ऐना देखेर दिदी बहिनी हल्का पोस्ट दिँदै गऱ्यौँ। त्यसपछि हामी चाहिँ कुल्फी चेस गऱ्यौँ। अनि यहाँ चाहिँ बहिनीलाई लुकाएर चेस गर्दै थियौँ कि हामी चाहिँ। अनि हामी चाहिँ कुल्फी खाँदै घरतिर लाग्यौँ साथीहरू। डुलेर आउँदा त 8:30 भइसकेको छ कि। हामी चाहिँ हाम्रो गाउँको बाटो अनि घर आयौँ, खाना खायौँ। यति नै हो, थ्याङ्क यू फर वाचिङ, बाई बाई।